प्रस्तावित पशु स्याहार तथा उद्धार पोस्टको सन्दर्भमा आयोजित यस अन्तर्क्रिया कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण सहभागीहरूलाई म साम नेपालको तर्फबाट हार्दिक स्वागत गर्छु। यसपछि म यस अन्तर्क्रियाको उद्देश्यबारे छोटो उद्देश्यको उसमा प्रकाश पार्नको लागि अनुरोध चाहन्छु। यस साम नेपालको स्थापना सबै खाले पशुप्रति हुने निर्दयता विरुद्ध जनचेतना जगाउने र उनीहरूको उचित व्यवस्थापन गर्ने उद्देश्य लिई ईस्वी सम्मत 1998 मा काठमाडौँ गर्ने हुन्छ। त्यसमा जब यहाँहरू आउनुभयो साम नेपालमा अरू पनि आउनु होला, त्यो छातामा अरू पनि हटाउने कुराहरू हुन्छ। तर जो जाँदाखेरि पनि एउटा स्ट्यान्ड र मासु बिग्रिन्छ, त्यसैले मतलब फिजियोलोजिकल चेन्जहरू भएर त्यो मासु नै हुँदैन हेर्नुहोस् है। तर यस्तो कुरा तर हामीसँग कानुनी मापदण्ड गर्ने जुन निकायहरू छन् त्यो सामने जसरी डिसाबाट त्यो प्रश्नहरू उठ्यो कि यो निगरानी कसरी गर्ने, जब आइसोलेसन गर्नुभयो आइसोलेसन गर्नको लागि अब त्यो के गर्ने? अब हामीले चाहिँ यहाँ पशु विभागमा इन्फर्मेसन दिने कि निर्देशनालयमा दिने कि अब काठमाडौँमा